बाख्रा कराउँदैछ साँच्ची पिरो होला पिएर मर भने त मलाई त मार्छ यसलाई कसरी छिराइस झन्नै खुट्टा भाँचेछ खुट्टा भाँचेको मेरो बुढाले मेरै खुट्टा भाँचिदियो ल टाउकै खिच्यो छै निस्कि छै 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 हाम्रो भिडियो हेरिदिनु भयो त्यसको लागि एकदमै हामीले धेरै धेरै धन्यवाद दिन चाहन्छौँ हामी दुईजना आमा छोराले साथ सपोर्ट गरिदिनु होला अनि यदि नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब पनि गरिदिनु होला है यसमा हालेर चाहिँ दुध जस्तै लाऊ आउ आउ खाऊ दुःख दिएको नि बच्चाले आमा हेलो गाइज फेरि पनि स्वागत छ बुढाबुढी इन्टरटेनमेन्ट युट्युब च्यानलमा आज चाहिँ हामी देख्न सक्नुहुनेछ फेरि पनि आमा छोरा मात्रै मेरो बुढा चाहिँ बिहानै एउटा बाख्रा पठेक्री हराएर खोज्नु जानुभएको छ अनि मलाई चाहिँ काम मराइराख्नु भएको छ तपाईहरुलाई देखाउने छु अन्तिमसम्म भिडियो हेरिदिनु होला धेरै माया गरिदिनु होला हामीलाई है त्यही भन्छु काम गर्नुपर्ने म के अराइराख्नु भएको छ कि मेरो बुढाले चाहिँ के भन्नुहुन्छ हुन्छ हौ बाख्राले कुरो पकाएर दिनु अरे हो यस्तो नेतै मात्रै आउनु भएको हो नि त्यता तल कुवा छ त्यहाँदेखि बोक्नुपर्छ है बाख्रालाई चाहिन्छ मान्छे खानुपर्छ पानी यस्तो बोतल हुँदै गएको हुँदै ल्याउँछौँ सकिन आँटिरहेछ नानी पनि रुँदैछ मैले चाहिँ पानी बसाइसकेँ अब यतिमा पानी तत्तेपछि चाहिँ पिठो हाल्नुपर्ने हुन्छ अनि यता तल माउहरू जस्तै बाहिर बाँधेको थियौँ नि ऊ यहाँ हुँदी तल त्यहाँ हुँदी चाहिँ माउहरूलाई दिनुपर्ने हुन्छ यो त जाऊ त यतै जा ठाउँ नभएपछि घरमा अहिले सफा गरेको थिएँ फेरि हगिदिएछ है यिनीहरूलाई त नानी हाँसिदेऊ यता मस्किदेऊ न यता नानी रागत नक्ली 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 नहाँस्ने नक्ली नक्ली एमे 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 नक्कले नक्कले हामीदेखि नक्कले छ यत्रो सानोमै सेम उसको बाउ जस्तो क्या नक्ली छ एकदम नक्ली सकिँदैन यस्तो नक्लीहरूलाई नानी निन्द्राले झेल गर्दैछ है निन्द्रा लाग्यो यो चोचो पनि छिची भइसकेन नि मेरो नानी चाहिँ यहाँ सुतिसकेको छ यसरी मजाले कोल्टे पारेर सुताइदिन्छु नि त अनि हात चुस्दै सुत्छ मेरो नानी बिजोग छ हात चुस्दै सुत्छ कोल्टे बनायो भने अनि यहाँ मैले कुरो चाहिँ दुईवटा भाँडामा बाहिर सेलाएको छु किनकि थोथोरै भयो भने अलिक छिटो सेलिन्छ नि त अनि यहाँ देख्न सक्नुहुन्छ फेरि पनि पानी पर्नु लाग्यो पानी आएको लगभग कति यहाँ चाहिँ 10-11 दिन जति नै भइसक्यो होला पानी आएको है आएकै छ बाख्राहरू फेरि सबै बर्खेहरू ब्याएको छ के अनि सबै बर्खे ब्याएपछि चाहिँ चिङ्रिङ चाङ्राङ हुने आँसु आउने त्यस्तो हुँदो रहेछ के चिसोले अनि के भन्छ अरे बाख्रा पाठा ठुलो नभइन्जेलसम्म चाहिँ माउहरूलाई चाहिँ कुरो दिएको देखेँ के घाँस नखाइन्जेलसम्म बाख्रा पाठाले अलिक दुधले पुग्नु गाह्रो हुन्छ नि यहाँ कुरो चाहिँ अब रेडी भइसक्यो मैले रेडी बनाइसकेँ अब यता माथि दुईटा छ बाख्रा ठाउँ नभएर यता माथि पनि बाँधेको छु नि त दुईटालाई सुरुमा लगिदिन्छु म आइज उठ्ला सुत्ती सुत्ती खान्छ त अल्छी नि उठ
मिठो भएन यिनीहरूले चाहिँ भइसक्यो खाइसक्यो अब यता तलको खोरकोलाई उठो कि बच्चाले दुःख दिन थालिहाल्छ दुध के गर्नु खानै पाउँदैन महहरू त बिचरा खोरकोहरूले पनि हेर्दैछ दिनु त मन लाग्छ नि पुग्दैन के गर्नु अब पछि ब्याउ अनि खाऊ ल आऊ 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 खाऊ अहिले पनि खाइसक्नु आँट्यो यता तल छहरू पनि बाँकी ब्याउनेहरू ल खाएन यसले पनि नखाओस् ल नखा यसरी खाइ पो दिनु मन लाग्छ त हौ खाइ नै दिँदैन अनि काली ल खाऊ त तिमी काली नखाने मिठो भएन माथिदेखि गुज हर्दैछ है लाम्काने चाहिँ कच्चा पारेछ नि मेरो बुढाले मन्ने सिगाने काली कता गएछ त्यो चाहिँ यता भित्र गरेछ अब कोही जस्तीको कालो है यो बच्चा यहाँ छ एउटा यसलाई त भित्र बाँधेछ छोरपक्काले यसको चाहिँ सिङ चाहिँ मलाई राम्रो लाग्छ कि ठाडो छ क्या यहाँ चाहिँ बच्चाहरू राख्ने ठाउँ है बिचमा राति साह्रो कराएको नि त अब यसलाई होस् होला नदिनु होला बस ल बाठाहरू छ तिनीहरूलाई पनि दुधदानीमा दिएर खोलेहरू खुवाउनु पर्ने छ यस्तै खोले नभए मामको मारहरू किनकि दुधले पुग्दैन नि त तिनीहरूको आमाको पनि अनि दिनुपर्ने हुन्छ अनि ल खाँदै बस्छ यहाँ छ दुधदानी यहीँ रहेछ यस्तोमा हालेर दिन्छौँ यसमा हालेर चाहिँ दुध जस्तै दिनुपर्ने हुन्छ पोखिन्छ पो होला नि ल हौ सबै बोकाउ छ्या त्यो यो मजाले खान्छ हौ ल खा यता तल बाख्रा कराउँदैछ सायद चेपियो होला चेपिएर मर भने त मलाई त मार्छ ए यसलाई खुट्टा अड्किएछ नि त बिचराको छोड त कसरी छिराइस् त नि हौ लो यी ठुल्ठुलाले हान्छ अनि नान त सेती झन्नै खुट्टा भाँचेछ खुट्टा भाँचेको मेरो बुढाले मेरै खुट्टा भाँचिदियो मेरो नानी चाहिँ अघिदेखि सुतिरहेछ अब उठ्ने बेला भइसक्यो त्यसलाई पनि उठेपछि दुध दिनुपर्छ अघिदेखि सुतिरहेछ उठ्ने बेला भइसक्यो उठ्यो भने फेरि झेल गर्छ होइन बाख्रा खोल्ने बेला भइसक्यो यहाँ हुँदी चाहिँ चैत वैशाखमा चाहिँ खुल्ला छाडा छोड्छ होइन खोली पठायो खेदायो दिनभरि चढ्छ अनि बेलुका भएपछि आउँछ बान्यो त्यति हो अब यो मकै जब छरेपछि बाली नाली लगाएपछि चाहिँ गोठला गर्नुपर्छ म चाहिँ अब बाख्रा खोल्नु जाँदैछु बाख्रा म सुरुमा चाहिँ यतामाथिको खोल्छु दुईटाले खोल्छु म छिराउने छ यिनीहरूको उठ छाइ 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 मेरो नानी उठाउँछ ल साथीहरू यिनीहरू छाइ 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 ल टाउकै खिच्यो छाइ 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 निस्कि ओ छाइ आइज छाइ 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 छाइ
आइज मन्ने आइज 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 त जा जा गयो है साथीहरू तल तल पुगिरहेछौ हेर्नु है कुदो अब यिनीहरूलाई खोल्नुपर्ने हुन्छ अरू बच्चाहरू त कराउँदै गयो भरे आउने हो कि नआउने हो नि टेन्सन पो हुँदैन रह्यो फेरि खोज्ने बेला हुन्छ मेरो बुढा अहिलेसम्म आउँदैन खोजेर कता कसकोमा गएको नि यस्तै छ यहाँ त छाडा भएपछि सँगै गोठला गर भने चाहिँ हराउँदैन तिर्खा पनि लागिरहेछ एकदमै टेन्सन पनि लागिरहेछ नकि सानो पाठाहरू 4-5वटा जति यता कराउँदैछ है तल जङ्गल हुँदै अब उसको आमाहरूले त के बच्चाको याद हुनु पनि घाँस नभएको त कता कता कुद्छ सायद आउँछ कि आउँदैन त टेन्सन लागिरहेछ उठेको छैन अब म चाहिँ एकछिन बस्छु पानी खान्छु मेरो नानी चाहिँ यहाँ उठिसक्यो अब नानी नानी धानु उठ्यौ अब बुम्बु खाने ल उठिसक्यो अब चाहिँ दुध्नु पर्ने हुन्छ चुन्नु चुन्नु गऱ्यो होला नि त चुन्नु चुन्नु नपक्रिनु न यस्तो छानामा छोरा मोबाइल पक्रिने अरे उहाँ थ्याम थ्याम दिम थ्याम थ्याम दिम ल साथीहरू अब चाहिँ हामी बिदा हुनेछौँ अन्तिमसम्म हाम्रो भिडियो हेरिदिनु भयो त्यसको लागि एकदमै हामीले धेरै धेरै धन्यवाद दिन चाहन्छौँ हामी दुईजना आमा छोराले यस्तै सधैँभरि माया गरिदिनु होला साथ सपोर्ट गरिदिनु होला अनि यदि नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब पनि गरिदिनु होला है यति भन्दै बिदा हुन्छौँ बाई भन्दै नानी बाई बाई